गण्डकी हो यसमा सुकेको छ आइफोन खसेर हराउने अरे के म आइफोन खसेर हराउने अरे त गाइस हेर्नु होला गाइस गार्दैन से यार तो ना वही हो उसमा पनि खतम ए भिडियो बाटो त पहिलो चोटि हो यार गण्डकी हो गण्डकी हेर्नु गाइस पुरा झोलामा यहाँ सामान छ रेकर्ड गर्ने अगाडि सन्दीप सर छ अगाडि चिल छ ल हेरौँ अब कहाँसम्म अब पुगिन्छ गाइज अब एकदम दुर्गम जस्तो ठाउँ जस्तो देखे पहाड हिमाल के छ गण्डकी खोलाको बिस्तार बिस्तार पछाडि पछाडि अब घुम्ने भन्दै आइयो मेरो सायद 6 बेला त गरिन्छ होला आज भिडियो सुटिङ भोलितिर गरिन्छ होला गाइस गरायो ल गाइस हाम्रो चाहिँ यस्तो झलनको पुलमा घुम्ने छ जहाँ छ खतरा हल्ने छ यार बाइक यार पछाडि त्यहाँ त गाइड यस्तै भिडियो बनाएर यस्तो ओह्रालो ढाङ्गा टिका बेड़ा भ्याइयो काम हजुर भ्याइयो काम काम भ्याइयो अब एउटा ध्यान ढोका हो ढोका त हाल्दैन भनेर राइट केटाहरू नम्बर 102 यही हो के अरे अब हाम्रो क्यामेराहरू सब सामानहरू सब यहाँ झोलामा छ आजको लागि चाहिँ यहाँ बसोबास क्यामेराम्यान चाहिँ यो मान्छे हो हाम्रो सिन लोकेसर मान्छेहरूले नास्ता पानी गर्दैछ हाम्रो आज होटलमा टक्क यी क्यामेराम्यान थोपडा दियो क्यामेराम्यान गरे थोपडा हेर्दाखेरि क्यामेरा राख्दिन दाइले लोकल हाल्ने कस कालो कस दाइले लोकल केटाहरूले खाइरहेछन् हजुर केटाहरू झ्याप भइरहेछन्
केटाहरूले रम खाइरहेछन् यहाँ एक एकले रम खाइरहेछन् केटा रम देखाउ त रम क्यामराम्यानको ठोडा हेर न काले कलौटे जस्तो हेर हेर केटा अगाडि चाहन्छ खाना खाँदै यता डाइरेक्टरले उहाँ के अरे क्यामराम्यानले नुन नपुगेर नुन नपुगिरहेछ बादमा हाम्रो डाइरेक्टर होइन त्यसो रमाइलो भइरहेछ नि अन सुटिङमा होइन बस नि होइन हाम्रो सुटिङ कहाँसम्म पुग्यो नहाल्ने है अब हाम्रो हिँड्दा हिँड्दा अहिले यो गैँडाकोट भन्ने ठाउँमा आछौँ होइन यो गैँडाकोट भन्ने ठाउँ यो गैँडाकोट दारीबाट यहाँ मन्दिर रहेछ रेसुङ्गा नगरपालिका भन्ने गाउँमा छ हाम्रो होइन माथि मन्दिर रहेछ मन्दिरतिर घुम्न जान लाग्यो अहिले चाहिँ गैँडाकोट भन्ने ठाउँमा छौँ र हेर्नुहोस् हाम्रो यो अहिले गुल्मीको एकदमै उकालोमा रहेको यो भन्ने मन्दिरमा आइरहेको छ रोड पनि भयो क्या यार रोड त लास्टै हो क्या ल हाम्रो यो लगभग यो एकदमै माथि डाँडामा आछौँ ल हेर त उहाँ बादल हेर त कस्तो राम्रो देख्छ माथि हेर ल्याउन यो के भन्ने मन्दिर रहेछ राम सीता एकदम माथि रहेछ हाम्रो चाहिँ एकदमै ठाडै उकालो भन्दा पनि ठाडै उकालो हेर्नुहोस् चढेर आइसकेछौँ बाइकले पनि यहाँ तान्ला नतान्ला जस्तो गरेछ अब यहाँ उल्लर हुन्छ कि भन्ने डरले हाम्रो चाहिँ बसिरहेछन् यही हो बाइकले त ल बाइक पुरै इन्जिन गनाइरहेछ यार लास्टै उकालो तानु नि यो बाइकले नि यार बहुत तानु उकालो त भयङ्कर ल यो मन्दिर रहेछ ल मन्दिर यता भजन चाहिँ उता हाम्रो बहुत हामीहरू लगभग बहुत वहाँ टाढा हो जुन त्यो बाटो देख्नुहुन्छ तपाईँहरूले त्यो बाटो वहाँ बाटो परबाट हाम्रो यो उकालो चढ्दै यो मन्दिर हेर्नको लागि आएको यो गुल्मी गाउँपालिका वडा नम्बर 3 निवासी गुल्मी गाउँपालिका वडा नम्बर 3 मा रहेको यो मन्दिरमा आएको यो चाहिँ जय सीताराम मन्दिर भन्ने रहेछ गुल्मी गाउँपालिका वडा नम्बर 3 अघि चाहिँ हाम्रो रेसुङ्गा नगरपालिकामा थियौँ अहिले चाहिँ हाम्रो गुल्मी गाउँपालिका वडा नम्बर 3 मा 3 मा रहेको यो जय सीताराम मन्दिरमा आछौँ एकदमै माथि रहेछ यो डाँडामा रहेछ हेर्नुहोस् यो भन्दा माथि डाँडा अब त्यही हो सबसे टप त्यही हो यो भन्दा माथि डाँडा अब यहाँ हेर्नुहोस् हाम्रो कति माथि आइरहेछौँ भन्ने कुरा तपाईँले अनुमान गर्नु होला यहाँ पनि नाम थर यो ठेगाना के हो यो उस गरेको होला श्रम गरेको हाम्रो चाहिँ कति डाँडामा छौँ यही सीताराम भन्ने मन्दिरमा आएको गुल्मी गाउँपालिका वडा नम्बर 3 मा पर्दो रहेछ एकदमै डाँडामा हाम्रो लगभग आएको त्यो बाटो देख्नुभएको छ तपाईँहरूले उहाँको बाटोदेखि आएको एकदम उकालो छ नर्मल्ली बाइकले तान्ला जस्तो गरेको थियो नतान्ला जस्तो गरेको थियो त्यही पनि आइयो के छ विशाल एक्सपिरियन्स कस्तो छ बाटो त बवाल यस्तो बाइक उडेको थियो होइन लोड बढी माथि चाहिँ पिकनिक खाने ठाउँ हो कि के हो त्यो गइयो छैन तर डेकसेक बजिरहेछ यताबाट जाँदो रहेछ अब हेर्नुहोस् लास्ट ठुलो डाँडा भनेको त्यही हो हाम्रो आएको चाहिँ एकदम माथि आइएछ हेर्नुहोस् ल बाटो काटोबाट एकदम माथि ल जाम विशाल अब फर्किम धेरै ठाउँमा पनि घुम्नु छ धेरै ठाउँ भ्लग पनि गर्नु छ एकदम ठुलो ठाउँ छ के राम्रो छ एकदम राम्रो छ ठाउँहरू घुम्न आउनु होला मस्त हावा पनि चलेछ घाम पनि लाग्छ
अहिले चाहिँ हामी यो छत्रकोट गाउँपालिकामा आएको छौँ। यता यो अघि जुन हाम्रो चाहिँ उहाँ मन्दिर पसेको थियौँ जुन राम सीता भन्ने मन्दिर, यो चाहिँ यहाँ पनि त्यही शाखा रहेछ, यतातिर जाँदो रहेछ, यो यतातिर त्यही जाँदो रहेछ, अनि यता पनि रहेछ, फेरि यता पनि रहेछ। अघि हामी उहाँ जहाँ डाँडामा चढेर आएको थियौँ त्यो मन्दिर, त्यो विशाल भिडियो चालु छ, समाधान त माथि बाइकमा। तपाईँहरू हेर्न सक्नुहुन्छ, सिसामा तिमीलाई नदेखाऊ है। माथि गेट देखाउनु, माथि गेट देखाउनु। हाम्रो विशाल सुन्टीलाई भिडियो बनाएर लगाएर भिडियो पनि गरेन। यो चाहिँ छत्रदेवी गाउँपालिका पर्दो रहेछ। छत्रकोट गाउँपालिका पर्दो रहेछ। यहाँ अघि जुन हाम्रो उहाँ मन्दिर गएको थियौँ नि त्यो पनि रहेछ उहाँ माथि। यता पिकनिक खाने ठाउँ पनि रहेछ, जस राम्रो सुविधा रहेछ। पछाडि गेटको भिडियो गर, गेटको भिडियो गर न गरेको गेटको गर। ल हामी चाहिँ अब कुकुरतिरदेखि फर्किन लागेको। बाटो एकदमै भयङ्कर छ, पुरा भिडसिड, डाँडाकाँडा रमाइलो छ। जे होस् बाटो नै साँघुरो रहेछ, वान वे। त्यही भएर बेला बेला घुम्तीतिर अब रन्काएर हिँड्दाखेरि पट हान्दाखेरि ट्याक्कै गाडी आइदिन्छ कि। उकालो नि उकालै छ, रमाइलो छ बाटो। हाम्रो चाहिँ अहिले हाम्रो सबै टिमहरू भेटिसक्यो। अगाडि चाहिँ सबैजना हिँडिरहेछन्। चाहिँ यसरी धुलो उडाउँदै पछाडि धुलो खाँदै हिँडिरहेछन्। लागि सुटिङ गर्न आएको। अब अरू उहाँ हुनुहुन्छ बाइक साइक पार्किङमा, एउटा डिरेक्टर र एउटा क्यामेराम्यान यता हिँडिरहेछन्। केटा
हाम्रो 2 दिनको भिडियो सुटिङहरू कस्तो छ यार ठिक छ गोरे ठिक छ त यार हैन गर्मी भइराछ गर्मी हो के यार पहाडतिर पनि डर गर्मी हुने के हैन बुटल भन्दा गर्मी भिडियो चाहिँ बबाल आउँदो रहेछ कि हैन सिनहरु चाहिँ हैन सिनहरु दामी दामी खिच्नु पर्छ ल मलाई चाहिँदैन हिँड न यहाँ आउँछ कि फोटो राम्रो उ त्यहाँ बसेर त्यहाँ सिम सिँढीमा बसेर बाग जाने